हजुर बाबाहरू जनसेवामा निरन्तरण लागिराख्नु हुनुहुन्छ। अनि त्यसपछि बाबा आउनुभयो, बुबा, त्यसपछि बिस्तारै बिस्तारै मेरो दाइ त्यहाँ भाइ आउनुभयो मेयर साहेब। अनि त्यही बिचमा आन्दोलन हुँदाखेरि म एनसीसी कलेज पढ्ने हो कि स्टुडेन्ट भनेको अनि त्यहाँ एकचोटि के भएको थियो कि यो त्यो आन्दोलन हुँदाखेरि जेनजी भाद्रो 23 र 24 गतेको जुन आन्दोलन हुनवाला थियो त्यो आन्दोलनमा हामीहरू संलग्न भएर त्यो आन्दोलन एउटा जेनजी आन्दोलनमा त्यहाँबाट त्यो भएपछि अनि जब हामी गाउँतिर फर्क्यौँ त्यो सबभन्दा पहिलो कुरा के भने कि हाम्रो यतातिर आजको 21औं शताब्दीमा हामी युवाको आवाज कोही छैनन् हाम्रो यता सुन्ने हैन। अनि त्यसपछि त्यो जब जेनजी आन्दोलन यतातिर भयो नि सर, अनि त्यो आन्दोलन भएपछि हाम्रो समाजमा सोच र विचार पनि हाम्रा जनता जनार्दनका हल्का बदलियो, परिवर्तन भयो। अनि त्यो परिवर्तन भएपछि अब बाबाहरू त निरन्तर लागिराख्नु भइरहेको थियो जनसेवामा। अनि उहाँहरूको सेवा हेर्दा हेर्दै अनि उहाँहरूले मलाई बाबुलाई यो पालि युवालाई खोजेको छ देशले, युवा रोजिरहेछौँ, हामी युवालाई नै लडाउनु पर्छ। अनि हजुरको छोरा पहिल्यै मम्मीको शोक्य हुँदा उहाँको मैले धेरै काम गरेको छु आफू जनता जनार्दन भनेको। तपाईँको बुबा पनि निवर्तमान सांसद र मम्मी पनि निवर्तमान सांसद हजुर, र तपाईँको भाइ अनि मेयर हुनुहुन्छ हजुर। भनेको राजनीतिक ब्याकग्राउन्ड, राजनीतिक अनुभव तपाईँसँग छ होइन? भन्नुहोस् भने। अनि उहाँहरूको हुँदा अनि उहाँहरूले मलाई रोज्नुभयो। जनता जनार्दनले चाहेर आज उहाँको यो छोरा आज यो प्रतिस्पर्धामा यो क्षेत्रबाट एउटा उम्मेदवारी दिए। के छन् एजेन्डा अमनिश कुमार यादवलाई किन जिताउने यहाँका जनताले, मेरो किन मत दिने? सबभन्दा ठुलो कुरा के भने हाम्रो समाज धेरै बिछडिएका समाज छन्, त्यो सबभन्दा पहिलो कुरा। आज 15-20 सालदेखि म सानो हुँदादेखिसम्म अहिलेसम्म आफ्नो यो यहाँ हाम्रो के भन्छ क्षेत्रमा हुनुपर्ने कुराहरू केही नै छैन, केही देखेकै छैन। यहाँ सबभन्दा ठुलो कुरा के हो, जसरी तपाईँ एउटा कुनै मानौँ न माओवादीको वाडा अध्यक्ष भयो, कोही चाहिँ एमालेको वाडा अध्यक्ष भयो, उसले आफ्नो जनतालाई मात्र देख्ने, अरू पार्टीका जनतालाई सक्दो दुःख दिने, झगडा भयो भने फसाइदिने, त्यसलाई फसाइदिए सक्दो यस्तो वातावरण पहिल्यैकै राजनीतिकले गर्दा जनताहरूलाई धेरै नै दुःख भएको छन् कि। अनि त्यो कति दिनसम्म चल्ला, कोही न कोही त आउनु पऱ्यो नि यो कुरालाई एउटा परिवर्तन गर्नको लागि। भनेपछि हाम्रो उहाँहरूको जुन यो घिनौना राजनीतिक चलिरहेको छ, एउटा खेल चलिरहेको छ हाम्रो क्षेत्रमा, म चाहन्छु कि यो सबभन्दा पहिला यो हटोस्। अनि मेरो मुख्य एजेन्डा चाहिँ भनेपछि समृद्ध र सुख नेपाल निर्माण, सर्लाही क्षेत्र नम्बर 4 मा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चितता, सिँचाइ र कृषि विकासमा दीर्घकालीन योजना, युवा रोजगार र स्वरोजगारको अवसर, अनि पारदर्शी जवाबदेही र निर्मुख नेतृत्व, निरन्तर जनसेवा र क्षेत्रीय विकास सक्रिय सदस्य हुनुपर्छ। यो तपाईँको एजेन्डा, मेरो मुख्य एजेन्डा। अब तपाईँले यसो भन्दै गर्दाखेरि 15-20 वर्षदेखि तपाईँ राजनीतिक ब्याकग्राउन्डबाट पनि आएको व्यक्ति पात्र, विगतमा अब जुन हिसाबले यो सर्लाही 4 को विकास हुनुपर्थ्यो त्यो हिसाबले विकास भएन, या यहाँबाट जितेर गएका पात्रहरूले या गएका उम्मेदवारहरूले नेताहरूले गरेनन् काम भन्न खोज्नुभएको? हजुर हजुर, किनभने मेन रिजन नै त्यही हो। किनकि हाम्रो यता मेनली राजनीतिक भनेको जनतालाई मतलब हुन्छ नि एउटा द्वन्द्व फैलाउने, जनतालाई लडाउने राजनीतिक बाहेक अरू कुनै राजनीतिक हाम्रो यो क्षेत्रमा भएको छ। अमरेश कुमार सिंहले यहाँबाट जितेर जानुभयो 3 पटक। हजुर 3 पटक उहाँले केही गर्नु भएन, केही गर्नु भएको छैन, जनता लडाउनु मात्रै भयो। यहाँ हाम्रो के छ सबभन्दा पहिला कि उहाँले सुरु राजनीतिकै त्यस्तै गर्नुभएको छ। 2063 को तपाईँ एउटा रेकर्ड हेर्नुहोस्, उहाँको रेकर्ड हेर्नुहोस्, उहाँले कसरी के गरेर यहाँ पुरा तपाईँ 4 नम्बर क्षेत्रका जनतासँग सोध्नुहोस् न एकचोटि, उहाँले गरे चाहिँ के छ यो क्षेत्रमा। एकचोटि हजुरहरूले जसरी आउनु भएको रहेछ, उहाँहरू सबै नेताहरूको तपाईँहरू लिनुहोस् अन्तर्वार्ता कि तपाईँको आज त्यही जनप्रतिनिधि जो पहिल्यैदेखि 15 सालसम्म 18 साल भन्दा नि हुन्छ, 18 सालदेखि नेतृत्व गर्नु भएको उहाँ एउटा ठुलो हुनुहुन्छ। अनि उहाँलाई गर्नुपर्ने मुख्य काम चाहिँ हामी देखेकै छैनौँ।
एउटा कुनै प्राविधिक टेक्निकल पढाइ हुने एउटा पनि कलेज पनि राम्रो छैन। अनि केही नगर्नु भयो भएसम्म 18 वर्षसम्म जनताले किन निरन्तर मत दिएर जिताएर खाए त? उहाँले चलखेल गर्नुहुन्छ नि, साम दाम दण्ड भेद भन्छ नि, चलखेल गर्ने त्यस्तो त्यस्तो कुराहरू उहाँको सबै त्यो छ कि यसमा। जनताले चाहेर रोजेको उम्मेदवार होइन उहाँ। उहाँ भएको भए आज गरिबका छोराछोरी बाटोमा त्यसरी बसेर त्यो आउने अवस्था थिएन उहाँहरूको। आज हेर्नुहोस् न तपाईँ, एकचोटि स्कुलमा गएर हेर्नुहोस्, स्वास्थ्यमा गएर हेर्नुहोस्। यही हाम्रो तपाईँ आफ्नै यहाँ मलाङमाको क्षेत्र हेर्नु न, 2 नम्बर क्षेत्र हेर्नु, तपाईँ हाम्रै सर्लाहीका 3 नम्बर क्षेत्र हेर्नु, कहाँदेखि कहाँसम्म पुगिसकेका छन्। तर आज तपाईँ यो आज जुन क्षेत्रमा तपाईँ यहाँ बस्नु भएको छ, एकचोटि गएर एकचोटि निरीक्षण गरेर आएर हेर्नुहोस् न, अनि हजुरलाई थाहा पाउनुहुन्छ कि साँच्ची नै यो समाज अनि यो क्षेत्र कतिकै विकास भएको रहेछ भन्ने हजुरलाई पनि अनुभव हुन्छ कि एकचोटि हजुर पनि हेर्नुहोस् राम्रो। अब तपाईँ चुनावी मैदानमा हुनुहुन्छ, जहाँ गगन थापा नेपाली काङ्ग्रेसको सभापति र अहिले तपाईँको चाहिँ भावी प्रधानमन्त्रीको उम्मेदवार सहित चुनावी मैदानमा आएको पात्र अमरेश कुमार सिंह, जो 3 पटक यहाँबाट निर्वाचित भएर गएको पात्र, टक्कर दिन सक्नुहोला तपाईँ? उहाँसँग प्रतिस्पर्धा दिन सक्नुहोला? के लाग्छ तपाईँलाई? मलाई सबभन्दा ठुलो कुरा के हो कि म यहाँका जति पनि जुन भ्रष्टाचार द्वन्द्व फैलाएको जुन यो राजनीतिक जुन हाम्रो यता जुन घिनौना राजनीतिक चलिरहेछ, म मेनली त्यसको लागि लड्या हो। मलाई साँच्ची भन्दाखेरि उहाँहरूको आफ्नो जे लडाइँ छ उहाँले लड्नु हामीलाई, मलाई उहाँ, किनकि यहाँको म एउटा छोरा छु, उहाँको यही समाजमा पलेर बढेर आज यत्रो ठुलो भएको छु। म चाहन्छु कि आज हाम्रो समाज जुन विगत 15 सालदेखि जुन राजनीतिक यहाँका जुन भइरहेका छन्, यो कहिले चेन्ज हुनुपर्ने, त्यो चेन्ज गर्नको लागि आउने यहाँका इन्भाइरोमेन्ट निकास र विकासका लागि, परिवर्तनका लागि मेरो लडाइँ त्यसको लागि हो। उहाँहरूसँग मेरो कुनै त्यस्तो प्रतिस्पर्धा छैन। म यहाँका भ्रष्टाचारका विरोध, देशमा यो क्षेत्रमा समाजका लागि, परिवर्तनका लागि मेरो लडाइँ, अरू मलाई कुनै कुनै लडाइँ छैन। उहाँहरूसँग त्यस्तो तपाईँको जुन हिसाबले अहिले हामीले हेर्यौँ भने त चर्चा, यहाँको कुरा गर्ने भने चर्चादेखि 2 पात्र छ नि त देशैभरि आज, होइन? तर उम्मेदवार चाहिँ 38जना हुनुहुन्छ, तपाईँ पनि हुनुहुन्छ एमालेबाट, होइन? यसलाई कसरी लिनुभएको छ यहाँले? जस्तै यहाँ सञ्चार माध्यमदेखि लिएर आज काठमाडौँदेखि लिएर देशैभरि चाहिँ गगन कि अमरेश कसले जित्ला तपाईँ? तर यहाँ त 38जना उम्मेदवार छन्, जहाँ अमरेश कुमार यादव पनि हुनुहुन्छ चुनावी मैदानमा, होइन? जनता जनार्दनले माया गरेको व्यक्तित्व छ, जससँग राम्रो एजेन्डा हुन्छ, जसले क्षेत्रलाई परिवर्तन गर्ने, एउटा निकासका बाटो, परिवर्तनका बाटो रोजेको मान्छेलाई जनता जनार्दनले मतलब आफ्नो मत दियोस्, नयाँ सोच र विचार बोकेका मान्छेलाई मत दियोस्, समाजलाई अगाडि बढाउने मतलब त्यस्तो व्यक्तिलाई रोजोस् भन्ने। तपाईँ जित्नेमा ढुक्क हुनुहुन्छ? म ढुक्क छु। मलाई किनभने सबभन्दा तपाईँले यत्रो अनुभवी खेलाडीहरू, नेपाली काङ्ग्रेसको सभापति अमरेश कुमार सिंह 3 पटक निर्वाचित भएर गएको पात्रलाई टक्कर दिएर अमरेश कुमार यादव जित्छ सर्लाही चारबाट। सबभन्दा ठुलो कुरा के हो भने हाम्रा जनता अब सचेत भइसकेका छन्, त्यस्ता ठग दलालहरूसँग सचेत छन्। म भन्न त चाहँदैन, तर उहाँहरू सचेत भइसकेका छन्। किनभने यदि उहाँलाई आफ्नै त्यस्तो भएको भए मुख्यमन्त्री पनि हुनुहुन्थ्यो उहाँ त्यो टाइममा। काङ्ग्रेसका लगभग यहाँ 2 चोटि यहाँ सांसद जित्नु भएको छ, आज 3रो चोटि उहाँ आउनु भएको छ। जनताले हेरिसक्नु भएको छ काङ्ग्रेसको विकास हाम्रो क्षेत्रमा। अनि उहाँ पनि हाम्रो अमरेश सिंहज्यूले नै 3 चोटि यहाँबाट जितिसक्नु भएको रहेछ। जनताले उहाँलाई विश्वास गरेर मत दिइसक्नु भएको रहेछ। अब उहाँ सचेत भइसक्नु भएको छ कि साँच्ची नै राम्रो एजेन्डा बोकेको मान्छेलाई हामी रोज्ने हो भने, म क्षेत्रमा अहिले भ्रमणमा छु, घुमिराखेको छु, जनता जनार्दनसँग भेटिराखेको छु। मैले उहाँको भोट माग्दा म त गर्दियोलोमा छु हजुरहरूले। उहाँको आँखाको जुन आँसु हुन्छ नि, त्यो आँसुले बताउँछ कि साँच्ची नै यो नेताहरूले कतिको उहाँसँग घात गरेको रहेछ भनेर। यसले नेताहरू कोही जाँदैन हजुर उहाँको घरमा, कोही उहाँको घरमा अहिले जाँदैन। म तपाईँ गएर हेर्नुहोस्, बाटोमा यसरी हिँडिरहेको हुन्छ, भोट दिनु है म फेरि आएँ अब घन्टी, कसैले क्वेसन गर्दा हुन्छ नि हजुर अब कुन एजेन्डा बोकेर आउनु भएको हजुर एकचोटि भनिदिनु न। अब त 3 चोटि जितेर आउनु भएको जनताहरूले सोध्नुहुन्छ उहाँहरूसँग, त्यो पछाडिबाट घन्टी निकाल्ने टङ गरिदिने, अनि जनताहरूले के गर्ने घन्टी भन्छ अनि हिँड्दै बस्नु, त्यस्तो नेताहरू। चर्चा त छ नि त अहिले घन्टीको लहर, बालेन शाह प्रधानमन्त्री बन्ने ठिक छ, उम्मेदवार सहित चुनावी मैदानमा छन्, घन्टीको लहर जताततै छ नि त, देखिया छ नि त हजुर। होइन ठिक छ, जनताले चाहेको रोजेको व्यक्ति आओस् मैले भन्न चाहन्छु। किनकि उहाँ एउटा हुन्छ नि, अब बालेन शाहज्यू
जसरी उहाँ एउटा युवा हुनुहुन्छ, उहाँलाई जनता जनार्दनले मौका दिनुभयो, अवसर दिनुभयो। काठमाडौँमा एउटा ठुलो मेयर भएर काम गरेर देखाउनु भएको रहेछ उहाँ। अनि म पनि त युवा छु। यहाँका जनता जनार्दनले जति म माथि विश्वास गर्नुभएको छ, भोलिका दिनमा यहाँ म पनि काम गरेर एउटा ठुलो नाम, आफ्नो पुरै देशभरिमा नाम आफ्नो आउने भन्छ नि, कामले आफ्नो पहिचान बनाउने हो कि हजुर। मेरो मेन मोटिभ त्यही हो। अब तपाईँलाई सोधेँ, तपाईँले उठ्नुभएको पार्टी नेकपा एमाले, तपाईँको पार्टी अध्यक्ष केपी शर्मा ओली, जुन 76जना जेन्जी भाइ बहिनीको गोली चलाउन दिने हत्यारा भन्ने आरोप पनि उहाँमाथि छ, अहिले चर्चा पनि छ। के लाग्छ तपाईँलाई? त्यो सबै एउटा गलत कुरा हो। त्यो कुराहरूमा म त त्यो भन्दैन, तर मेन चाहिँ कुरा के हो म हजुरलाई भन्छु हेर्नुहोस्। सबभन्दा ठुलो कुरा के हो, हरेक म एमाले नेकपा पार्टी हरेक पार्टीभन्दा देशभक्त पार्टी मान्ने भनेको मलाई लाग्छ नेकपा एमाले पार्टी नै हो, देशभक्त पार्टी। किन तपाईँ नै भन्नुहोस् न, जब त्यस्तो आन्दोलन जेन्जी आन्दोलन हुँदाखेरि हामी हरेकको घरमा पैसा डलेको हेऱ्यौँ, हरेकको घरमा के भन्छ तपाईँको के सुन चाँदी भेट्यो। तर एउटा हाम्रै केपी शर्मा ओलीज्यूको घरमा जलेको, मतलब नेपालको ऐतिहासिक किताब बुक जलेको देख्यौँ हामीले। उहाँको घरमा जनताले विश्वासले लगाएको यस्तो खादा जलेको देख्यौँ हामीले। यतिले नि हामीलाई थाहा हुन्छ कि उहाँ कति नै देशभक्त हुनुहुन्छ भनेर। आज नेकपा एमाले पार्टी सबभन्दा राम्रो पार्टी हो, अनि आउने समयमा यो नेकपा एमाले पार्टी नै देश बचाउँछ भने म तपाईँलाई एउटा दिन चाहन्छु। भनेको एमाले बहुमत ल्याउँछ, सरकार बनाउँछ, अबको प्रधानमन्त्री केपी ओली, त्यही हो तपाईँको भनाइ? हजुर। तर त्यहाँ त केपी ओली र बालन हुनुहुन्छ चुनावी मैदानमा, त्यो बेला त त्यहाँ टक्कर सब प्रतिस्पर्धा निकै रोचक छ। रोचक छ, जसरी अब हजुर नै भन्नु न, जित्न पर्यो, पहिला जित्नुहुन्छ। विगतमा सजिलो छैन केपी ओलीलाई यसपटक। यस्तो छ, म तपाईँले भन्छु, उहाँका जनता जनार्दन मेरो फेरि त्यता बस्ने साथीहरू पनि छन् कि छापा 5मा, अनि उहाँहरूसँग मेरो यस्तो कुराकानी भएको रहेछ। उहाँले भन्ने चाहिँ के हो कि यो जति पनि हावा चलिरहेछ नि घन्टी हो, त्यो हावा हवैमा जान्छ, घन्टीको हावा हवैमा जान्छ। किनभने उहाँ सबभन्दा ठुलो भन्छ नि एउटा विकास प्रेमी मान्छे। छापा 5लाई मलाई लाग्छ सबभन्दा विकास भनेर नेपालमै मलाई लाग्छ सबभन्दा बढी विकास भएको क्षेत्र त्यही 5 नम्बर छ झप्पै हो। तर एमालेको सरकार, तपाईँहरू सरकारमा बारम्बार रहनुभयो, तपाईँ एउटा एमालेको उम्मेदवार हुँदै गर्दाखेरि भ्रष्टाचार बढ्यो, सुशासन भएन, भ्रष्टाचारलाई उन्मुक्ति दियो भन्ने आरोप छ, चर्चा छ यति बेला। त्यो हो, त्यसो गरेको हो, त्यसो भएको हो? के लाग्छ तपाईँलाई? एउटा युवा हुनुहुन्छ, सत्य बताउनुहोस् त जनतालाई, यहाँका जनतालाई। त्यस्तो जुन यो आरोप लागेको छ नि हजुर, त्यो आरोप एउटा यो राजनीतिकमा आफू भन्छ नि म राम्रो हो बाँकी सबै पार्टी खराब हो भन्ने एउटा राष्ट्रपालले बोके मात्र हो। त्यो एजेन्डा, मुख्य एजेन्डा उहाँको त्यही हो, मै राम्रो हो, मै देश बनाउने हो, बाँकी त सबै भ्रष्टाचारी हो, दलाल हो। होइन, त्यस्तो केही होइन। म जनता जनार्दनलाई सचेत गर्न चाहन्छु, त्यस्तो केही होइन हजुरहरू, त्यस्तो गलत कुराहरूमा नजानु। आज हाम्रो यहाँ गरिबहरूसँग सोध्नुहोस् न हजुरहरू आएर, उहाँहरूलाई कति वृद्ध भत्तादेखि लिएर कति यस्ता धेरै सेवाहरू छन् कि आज नेकपा एमाले पार्टीले हाम्रो देशका जनतालाई दिएका छन् कि त्यो हामीले देखेका छौँ। भन्नुहोस् न तपाईँको हाम्रै राजसभाका लगानी के छ हाम्रो यहाँ, के छ यहाँ चाहिँ झपै 5मा के छ? कुनै त्यस्तो छ अहिलेसम्म त्यस्तो एजेन्डा बोकेको मान्छे? त्यस्तै राजनीतिक माहौल जे पनि हुन सक्छ। त्यो आरोप प्रत्यारोपको राजनीति भयो भन्नुहोस् न, होइन? अब तपाईँले सराई 4को कुरा गर्नुभयो, यहाँका समस्याबाट तपाईँ अब यहीँ हुर्केको बढेको राजनीतिक एउटा ब्याकग्राउन्डबाट तपाईँ अहिले फेरि चुनावी मैदानमा तपाईँ हुनुहुन्छ। अब यसो भन्दै गर्दाखेरि यहाँका समस्याहरू, शिक्षा, स्वास्थ्य, आज रोजगारीको कुरा गर्दा धेरै चाहिँ दाजुभाइहरू, यहाँका युवाहरू अधिकांश विदेशमा हुनुहुन्छ, विभिन्न देशमा रोजगारीका क्रममा हुनुहुन्छ। यो समाजमा हेरेकै हो, हामी मतलब यो हामीभन्दा टाढा केही छैन। यहाँ हामी बसेर बुझेर अनि गरेर आएको हो कि झेलेर आएको यो कुराहरू। कसैले भन्छ नि त्यो कसैले हामीलाई सिकाउने कुरै नै होइन, किनकि हाम्रो समाजका सबभन्दा बढी भन्छ नि हामीसँग जुड्ने भनेका मेनली हाम्रो यहाँका जनता जनार्दनहरूको एउटा आशा र भरोसा र विश्वास छ कि यो बाबुले गर्छ भने। अनिश कुमारले गर्छ भन्ने विश्वास छ। हजुर, म गर्छु, म यहाँ वचन दिएर जान्छु।
एकचोटिको लागि मलाई यहाँका जनता जनार्दनहरूले मलाई मौका दियोस्, म हजुरकै च्यानलबाट भन्न चाहन्छु। मात्र एकचोटि म काम गरेर भोलिको दिनमा म आफ्नो पहिचान बनाउँछु यो क्षेत्रमा। अनि भोलिका दिनमा म त बढी मलाई त खैर मलाई बोल्नै त्यस्तो लाग्दैन। मेरो मेनै मुख्य एजेन्डै यही हो कि मेरो भित्रको समाजलाई सबभन्दा एउटा विकसित बनाएर। योभन्दा अगाडि तपाईँले मतदान गर्नुभएको छ? गरेको छु हजुर। गर्नुभएको छ है। त्यसो भए एउटा प्रश्न राखेँ, म त्यसमा चर्चा हुने गर्छु। तपाईँ युवा पनि हुनुहुन्छ, नोट र भोटको राजनीति हुन्छ भन्छ हो? हजुर हुन्छ। यता त नोट र भोटकै राजनीति हो। अहिले गएर सुन्नु नि तपाईँ हाम्रो क्षेत्रमा भन्छ रे ठुला ठुला नेताहरू आएका छन्, बोरा लिएर आएको छ अरे, बोरामा बोकेर पैसा बोकेर आएका छन् भन्छ। यहाँका जनताहरूलाई गलत गलत कुराहरू दिएर आएका छन् कि उहाँलाई थाहा छ कि यहाँ भोलावाला जनता छन्। यदि अशिक्षित व्यक्ति भन्छ नि हाम्रो सबभन्दा बढी भनेको हाम्रो यहाँ 4 नम्बरी क्षेत्रमा छ कि किन यहाँ शिक्षा त 0% छ हजुर। यहाँ कसैले शिक्षा, यहाँका नेताहरूको मेन मुख्य एजेन्डा चाहिँ हो शिक्षा दियो भने जनता त सचेत हुन्छ। बरु शिक्षै नदिउँ, यहाँका जनताहरूले नबुझ्छ न केही, पैसामा भोट दिनु छ भनेर उहाँलाई एउटा त्यो दिदिया हो कि हजुर। त्यो बदल्नु पर्ने कुरा हो। तपाईँ गएर सोध्नु न एकचोटि जनता जनार्दन। 15 वर्ष उहाँले बस्नु, आज 18 वर्ष एउटा कुनै यस्तो शिक्षामा सुधार गरेको कुनै एउटा स्कुल मलाई हेराइदियोस् नि। कुनै एउटा नयाँ टेक्निकल पढाइ भएको भइरहेको कुनै कलेज हेराइदियोस् नि। त्यस्तो केही छैन क्या हाम्रो यता। भनेको यहाँ नोट र भोटमा त्यो ठग्ने मात्र चलखेल हो हुन्छ यहाँ। जनताले हजुर, ठग्ने मात्र हो। त्यही भएर त यहाँ बाहिरका क्षेत्रका नेताहरू आएर आउँछ यहाँ लड्न। उनीहरूलाई थाहा छ कि यहाँ सक्दो जनतालाई, फेरि जनताले पैसा पाउँदैन हजुर। एउटा कुरा म भनिदिन्छु, गरिब जनताले कसैको पैसा बोक्दैन, कसैको पैसा लिँदैन। पैसा लिने भनेको नि त्यो जुन मान्छे हुन्छ नि मेन उहाँहरूले अहिले सबैजना लाग्छ कि यो माहौल तातिया छ अहिले। अनि अहिले हेर्नुहोस् न, अहिले कोही जनताहरू बाहिर आउन चाहिरहेको छैन। अहिले सबलाई त्यो त्यहाँका कार्यकर्ताहरूले तपाईँ चुप्प लाग्नुहोस्, पैसा दिन्छ अनि हामी त्यसलाई भोट दिने, त्यो यहाँका मेन कार्यकर्ताको मेन एजेन्डा हुन्छ। गरिबले पैसा खाँदैन हजुर। पैसा खाने भनेको त्यही नेताका त्यो एजेन्टहरू आसेपासेहरूले पैसा खाने अनि त्यहाँ भोलावाला जनताका मत छिन्ने अनि अरूलाई दिने। जो मान्छेले पैसा दियो त्यसलाई मत दिने। गरिब जनताले कसैको 1 रुपियाँ कसैको खाएको छैन हाम्रा क्षेत्रका जनता। अन्त्यमा यहाँका जनतालाई के अपिल गर्न चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? यति नै अपिल गर्न चाहन्छु हजुर, यो जुन हावा चलिरहेछ हाम्रा क्षेत्रमा ठुला ठुला नेताहरूको, त्योहरूभन्दा अलिक सचेत बस्नुहोस्। राम्रो व्यक्ति रोज्नुहोस्, राम्रो एजेन्डा बोकेको व्यक्तिलाई रोज्नुहोस्, नयाँ नेतृत्व लाउनुहोस्, नयाँ सोच विचार लाउनुहोस्। हस्, समय दिनुभयो। तपाईँलाई शुभकामना, धन्यवाद। हस्, धन्यवाद। हस्, दर्शक हामीसँग नेकपा